अफ फर द देउलीको मेन ठाउँमा। सो हाम्रो भान्जाहरू यता हुनुहुन्छ, हामी जाँदैछौँ। बोको लगेर चाहिँ हामी अगाडि गइसकेका हामी एक टोली। अब हामी अलि बिस्तारै हिँड्ने मान्छे बिस्तारै हिँड्दैछौँ। पुल होइन, यहाँ आइसकेको अवस्था छ। बाटोबाट भड्केर यता भागेको अवस्था। काका र भान्जा मिलेर ट्याक्क छोप्ने सफल हुनुभएको छ हाम्रो भान्जाहरूले। सङ्घर्ष गरेर यसलाई लाइनमा ल्याइहाल्नु भयो। दौडाको त यता भागिहालेर है तरिके चाहिँ हिँड्दैछौँ। बोकाहरू आउँदैछन् होइन। भान्जा र म चाहिँ अगाडि भागेको, पछाडि धुलो होइन भान्जा, किसिम धुलो खाएर फेरि किसिम लिला खाके लिला यहाँ माथि थियो धेरै त धुलो है माथि थियो। फेरि यहाँ चाहिँ भान्जा र मेरो त होइन, हाम्रो स्कुल उता हामी छिटै को पुग्छ भन्ने कुरा छ। अहिले भेटाइहाल्छ नि तर हामीलाई त। तर हामी अगाडि बाटो के हुन्छ नि, केही खतरा आउन सक्छ नि त बोकाहरूलाई। सो द्याट अब हामीले बाटो साफ गरिरहेको छौँ कि के छ कि भनेर। मसँग हतियार छ यहाँ, त्यसपछि त किसिम हुन्छ। ऊ हाम्रो अब गन्तव्य आइसकेको छ। लगभग अब 15-20 मिनटको यात्रा हो। जाउँ 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 जाउँ। यहाँ चाहिँ हाम्रो यो बोकालाई मनाउने कार्यक्रम हुँदैछ होइन। यो ठ्याक्क पानी हाल्ने, अनि पानी हालिसकेपछि तपाईँको यस्तो कान फ्याट 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 गऱ्यो भने चाहिँ ल यो यता आउन पायो, नत्र अब यहीँ बसिरहनु उनीहरू इलाका हान्नलाई। भागो त सिधै पऱ्यो भने